ल यो 2022 सालको है, यो 2022 सालको क्वेसन नम्बर 5B। यसमा भन्दा के हो भन्दाखेरि यो हजुरले के बुझ्नु पर्यो भन्दा हामीहरूले विज्ञापन गर्नुभन्दा पहिला त्यो 5वटा सेल्स उमा के आउटलेट, सप भनेको आउटलेट, 5वटा आउटलेटमा एबिसिडिईमा कति सेल्स थियो, त्यसपछि फेरि विज्ञापन गरिसकेपछि पक्कै पनि त केही न केही चेन्ज होला भनेर त हामीले विज्ञापन गर्ने हो, सेल्स इन्क्रिज होला भनेरै गर्ने हो। त्यसपछि चाहिँ अब फेरि हामीलाई डाटा दिएको छ, पहिला 60-64 थियो भने अहिले फेरि 64-67-64 झट्टै हेर्दा अलिअलि बढेको देखिया छ होइन। लास्टको ईमा चाहिँ घट्या पनि छ, एउटा सपमा चाहिँ उल्टै घट्या छ विज्ञापनले गरेर पनि। भन्नुको मतलब कुनैमा बढेको छ, कुनैमा खासै चेन्ज भएको छैन, कुनैमा घटेको देखिया छ ओभरअल हेर्दाखेरि। भनेपछि हामीलाई क्वेसनले के सोध्यो भन्दाखेरि डु यु एग्री द्याट एडभर्टाइजमेन्ट हाज बेनिफिटेड टु द कम्पनी। यो भनेको के कम्पनीलाई बेनिफिट भयो होला भने हो। कम्पनीलाई बेनिफिट यो विज्ञापन गरिसकेपछि बेनिफिट हुनको लागि चाहिँ के गर्नु हुनुपर्छ भन्नुहोस् त। मैले सेल्सको कुरा गर्छु है। पहिलाको सेल्स र अहिलेको सेल्समा के हुनुपर्छ र हामी चाहिँ त्यो बेनिफिट हुन्छ कम्पनीलाई विज्ञापन गरेपछि भन्नुहोस् त मलाई। जेन्युन क्वेसन हो कि यो, अरू त्यो हाइपोथेसिस यताउता केही नजानु, खालि यति मात्र भनेको। जस्तो हजुरको पसल छ, पसलहरूमा हामीले 5वटा पसलमा हामी पहिला चाहिँ विज्ञापन गर्नुभन्दा पहिलाको गऱ्यौँ, त्यसपछि विज्ञापन गरिसक्यौँ। अब त्यो विज्ञापनको बेनिफिट हुनको लागि, विज्ञापनले बेनिफिट दिनको लागि चाहिँ हाम्रो सेल्समा के आउनुपर्छ, पछि घट्नुपर्छ कि बढ्नुपर्छ भन्न खोजेको कि भन्नुहोस् न मलाई। बढ्नुपर्छ भनेपछि क्वेसनले के भने रहेछ, मैले वान टेललाई टु टेल छुट्याउन खोजेको क्या। हामीले खालि इन्क्रिज डिक्रिजलाई मात्र हामीले वान टेल भन्ने दिमागमा छ भने त्यस्तो गर्ने होइन है, धेरै ओडहरू छ। यो यसलाई त्यसरी घुमाएर गर्नु। बेनिफिट हुनु भनेको त सेल्स, त्यो सेल्स अप्ठरवाला सेल्स इन्क्रिज हुने हो नि त। यो एक हिसाबले यो बेनिफिट हुनु भनेको त यो सेल्स इज इन्क्रिज भने जस्तै त हो नि होइन र। त्यही पनि हजुरलाई त्यति धेरै कन्फ्युज हुन्छ भने त मैले यत्रो त्यो बोर्डको त्यो भण्डारै राखिदिन्छु नि। इन्क्रिज डिक्रिज टलर स्मालर के छ सबै पढ्नु होला। बेनिफिटेड छ अनि सक्सेसफुल छ। सक्सेसफुल पनि जस्तो हेर, हिजो उहाँलाई कन्फ्युज किन भएको थियो, त्यो सक्सेसफुललाई टुटेल हो भन्नुभएको थियो उहाँले। अब त्यो सक्सेसफुल हुनु भनेको विज्ञापन सक्सेसफुल हुनु भने त सेल्स इन्क्रिज हुनु हो क्या। विज्ञापन सक्सेसफुल हुनु भनेको सेल्स इन्क्रिज हुनु हो। अनि त्यस कारणले गर्दा त्यो सक्सेसफुल पनि के हुँदो रहेछ, त्यो वान टेल हुँदो रहेछ। भनेपछि यो केस पनि के रहेछ, वान टेलको केस रहेछ भन्ने कुरा यसरी बुझेँ है। मैले अलिकति धेरै आज अलिकति पढाइरहेको छु, किनभने यो हाम्रो यो उसको चाहिँ अनिताको छुट्या थियो, त्यो भएर ल उता गइदिए सोच्दिएको थिएँ। ल एकछिन, हजुरले के बुझ्नु होला, यसमा एउटै यान हुने हो, एउटै यान हुने हो। र हाम्रो लागि चाहिँ के भन्छ भने यो एक्स, पहिला x1 र x2 लेख्ने ठाउँमा अब हामीले चाहिँ x र y लेख्छौँ भन्ने कुरा बुझ्नु होला। यसमा हल्का एउटा साइडमा फर्मुला राखौँ, त्यो फर्मुलामा के चाहिन्छ त्यसपछि गरौँ। यसमा पनि सेम टु हो। यदि हामीलाई क्वेसनले नै स्याम्पल भेरिएन्स दिएछ भने त्यो सानो यासबाट गर्ने हो। अनि क्वेसनले चाहिँ हामीलाई दिएन, र डाटा दियो, र डाटा दियो भने ठुलो यास स्क्वायरबाट गर्ने हो भन्ने कुरा बुझ्नु भयो। यसको फर्मुला के भन्दा डी बार अपन चाहिँ हाम्रो कति हुने भयो अरे, रुट एस स्क्वायर बाई यान। यदि यास स्क्वायर दिएछ भने यान, यदि यो सानो यास स्क्वायर भएको भए फेरि यान -1 हुन्थ्यो होइन। त्यो याद गर्नु है, फर्मुलाहरू याद गर्नुपर्छ। ल अहिले उसले फर्मुला लेखिहाल्नु त, हजुरलाई पछि गाह्रो हुन्छ। हजुरले के लेख्नु यसको फर्मुला भन्दा, यो केसको फर्मुला टी बराबर डी बार अपन चाहिँ हजुरले यो सार्नुहोस्। हजुरले केही गराउनु नि भएन भने चाहियो नि त, यो सार्नु। अनि त्यसपछि म यही अनुसार के चाहिन्छ, यास स्क्वायर चाहिन्छ, यहाँ त अलरेडी 5 छँदैछ। यो डी बार भने कसरी निकाल्ने, यही नै म यहाँ टेबुलेसन गरेर सिकाइदिन्छु, अनि बल्ल हाइपोथेसिस है। ल यो चाहिँ वाला हो। यही हो, मैले नयाँ चिज पढाएको छैन आज, म यहीमै भुलिन्छु, भोलिदेखि नयाँ पढौँला भनेर है। भोलिदेखि हामी त्यो उता कोरिलेसन र रिग्रेसनको हामीले त्यो 20 मार्क्स आउँछ। 20 मार्क्स पढेर फेरि हामी यो टी टेस्ट पछि याद टेस्टको पालो हो क्या। अहिले मैले हजुरलाई लगातार पढाउने भनेको थिएँ, तर के लागेको भने क्लासमा पनि पढाइ भएको छ, क्लासमा यहाँसम्म मात्र पढाइ भएको छ। भन्नुको मतलब एक हिसाबले हजुर क्लासको जति पुगिसक्नुभयो क्या, क्लासमा यति पढाइ भएको, यसपछि धेरै पढाइ हुने बाँकी नै छ। अब म चाहिँ एडभान्समा किन अगाडि पढ्ने, अनि पढाउन सकिन्छ। त्यसको लागि फेरि अब त्योभन्दा सरको क्लासमा पढेको पनि अलिकति ज्ञान ल्याउने, आफ्नो पनि स्वाध्याय गरेर ज्ञान ल्याउने, डबल ज्ञान मिक्स गऱ्यो भने हजुरलाई झन् धेरै ज्ञान हुन्छ नि त होइन। त्यही भएर मैले चाहिँ उता पढिसकेको कुरालाई चाहिँ फेरि गरेर पढेर आउँछौँ है हामीले। भोलिदेखि हामी उता कोरिलेसन पढ्छौँ, अनि हजुरले यतापट्टिको त यो गर्दै गर्नुहुन्छ, टी टेस्टसम्म पर्फेक्ट भएर बस्ने हो। टी टेस्टसम्म पर्फेक्ट भएर बस्ने,
नजानेको कुरा त सोधिहाल्ने। ल यसमा हामीलाई के चाहिने रहेछ, एउटा डी बार चाहिएको थियो, एउटा चाहिँ हामीलाई के चाहिएको थियो, अनि तलको ठुलो एस चाहिएको थियो। त्यसको लागि हाम्रो फर्मुला के थियो भन्दाखेरि यसमा के गर्नु होला, पहिला मान्नु होला यो कति हो, यो सिलिन्डर 22 हो। लेट एउटालाई एक्स मान्नुपर्छ, एउटालाई वाइ मान्नुपर्छ है। त्यसको सेल्स बिफोरलाई सधैँ एक्स मान्ने, आफ्टरलाई हामीले के मान्ने, सेल्स आफ्टरलाई चाहिँ वाइ मान्ने। लेट एक्स बराबर सेल्स बिफोर, सेल्स बिफोर के हो भन्नु त, एक्स बराबर सेल्स बिफोर एडभर्टाइजमेन्ट होइन। हाम्रो स्वस्तिका कहाँ गइन् के, किन यस्तो गरेको होला? अब मेन कुरा हामीले त्यो डी बार चाहियो हुनाले हामीले डी बराबर त लेख्नु पर्छ नि त। डी बराबर अब हामीलाई यता सुन्नु है, हजुरले अब राम्रोसँग पहिला बुझ्नु भएन, अनिताले के बुझ्नु होला भन्दा हामीले यो डी बराबर डेभिएसन हो, एक्स माइनस वाइ पनि मान्न सकिन्छ, वाइ माइनस एक्स पनि मान्न सकिन्छ भनेर भनेछु। हजुरले त डिटेल बुझ्नको लागि मैले जुन आज पठाएको लिङ्क हेर्नु होला होइन। एक्स माइनस वाइ पनि मान्न सकिन्छ, वाइ माइनस एक्स पनि मान्न सकिन्छ, तर हामी चाहिँ प्राय वाइ माइनस एक्स नै मान्छौँ है, केही फरक पर्दैन। किनभने एउटा यस्तो केस हुन्छ त्यसमा वाइ माइनस एक्स गरेरै दिएको हुन्छ क्या, त्यो कन्फ्युज हुन्छ। अब यहाँनिर फेरि एक्स माइनस वाइ माने कति बेला वाइ माइनस एक्स गर्ने, त्यो गर्नुभन्दा सधैँभरि वाइ माइनस एक्सै भनेर माने जस्तो सकियो पनि कुरो काने होइन र। त्यही भएर यसलाई चाहिँ सधैँभरि वाइ माइनस एक्स नै मान्नु होला है। डी बराबर सधैँभरि हामीले उल्टो वाइ माइनस एक्स नै गरिदिनु होला, किनभने यो कति चेन्ज भएको छ भन्दाखेरि त अहिले विज्ञापन गरिसकेपछिको कति हो लेटेस्ट, र पहिला कति थियो भनेपछि अहिलेको माइनस पुरानोलाई घटाएको हुन्छ है, वाइ माइनस एक्स है। यो भनेको आफ्टर एडभर्टाइजमेन्ट, यो भनेको बिफोर एडभर्टाइजमेन्ट, यो भनेको वाइ यति मान्नु होला। अनि त्यसपछि यो भइसकेपछि अब हामीले क्यालकुलेसन अफ हामीले के निकाल्न छ र एउटा एस स्क्वायर एन्ड चाहिँ हामीले डी बार निकाल्नु छ। यति निकालेपछि हाम्रो फर्मुला युज भइहाल्छ। ल फर्स्टमा हामीले के लेख्नु पर्यो, आउटलेट्स लेखिदिनुहोस्। आउटलेट्स पछि अब हामीले सेल्स बिफोर लेखिराख्नु परेन है, त्यो त हामीले मानिसक्यौँ। एउटा एक्स लेखिदिने, एउटा वाइ लेखिदिने, एक्स वाइ पछि मैले के भनेको थिएँ, डी भनेको वाइ माइनस एक्स गरिदिने, एउटा चाहिँ हामीलाई समेसन डीको समेसन त पछि लेख्ने, डी स्क्वायर चाहिन्छ बस, यति त हो चाहिने। एबिसिडी भयो हेर्नु। अब एक्स भनेको के हो भन्दाखेरि हाम्रो 60 64 62 प्रियङ्काले कति क्वेसन गरिराख्नु भएको, 63 68 64। हेर्नु यो घटाउँदाखेरि हजुरले फेरि यो अस्ति कहिले हो यो लेख्न चाहिँ वाइ माइनस एक्स लेख्ने, घटाउँदाखेरि 60 माइनस 64 घटाइरहेको थियो, त्यस्तो गर्ने होइन। ध्यान दिनु यहाँ, वाइबाट एक्स घटाउने हो कि 64बाट 60 घटाउने, 4 67 64 65 66 67 3 64 62 का 63 64 2 65 63 का 64 65 2, यो मात्र माइनस रहेछ होइन। 62 का 63 64 65 66 67 68 माइनस छ। यो ठिक छ कि नै हेर्नुहोस् है, यो मैले घटाएको ठिक छ कि नै। अनि डी स्क्वायर पनि गरिदिनुहोस्, 4 चौको 16 3 3 9 2 2 4 2 2 4 6 जग्गा 36। ल समेसन डी बराबर कति भयो भन्दाखेरि 4 2 6 भयो, 4 2 6 र 6 कटिहाल्यो, बचेको भनेको 3 2 6 मात्र भयो होइन। 3 2 6 कहीँ हुन्छ, 3 2 5 हुन्छ। अनि यतापट्टि कति भयो, कति 16 4 20 30 र के 36 र 20 36 20 46 56, अनि 56 र 9 56 र 9 कति हुन्छ भन्दाखेरि 56 10 भएको भयो 66 65
65 4 66 67 68 69 बाह्र हेर्नु त यो जोड्नु त क्यालकुलेटर खोज्नु पर्छ फटाफट जोड्नु, फटाफट। यहाँसम्म समस्या छैन नि आयो नि मेट्दिउँ म एउटा 69 आछ एउटा 5 आछ मेट्दिउँ मेटिहालौँ मेट्नु दाइ मेट्नु फेरि को गायब हुनुभयो को गायब जसले बुझ्नु भएको थिएन उहाँ चाहिँ रहिराख्नु भएको रहेछ अर्को जना ल पढिसक्नु भएको छ केही भएन ल अब हामीले फर्स्टमा निकालौँ बिबारको फर्मुला सधैँभरि के हुन्छ अरे समेसन बी अपन यान होइन कति 5 अपन कति भयो भन्नुहोस् त 5 अपन 5 भइहाल्यो त एक आयो साँच्चै गएको हजुर एक नै त भयो 5/5 अब यसमा के गर्नु होला भन्दाखेरि जस्तो उहाँलाई कन्फ्युज लागेको छ त्यहाँ दुईटै डाटा एक्स र वाइ भएर पनि किन हामीले एन माइनस 1 गरे भनेको यसमा चाहिँ के हो भन्दा यो एउटै स्याम्पलबाट आएको चिज हो त्यही भएर है मिन मात्र फरक हो र हाम्रो चाहिँ मेन स्याम्पल हुने ठाउँ त एउटै हो कि फरक फरक होइन त्यही भएर हामीले एन माइनस 1 नै गरेको सबभन्दा इक्जाममा मान्छे कन्फ्युज यही हुने हो कि धेरै राम्रोसँग पढेको छैन अलिअलि मात्र सर्टकटमा पढेको छ भने के गर्छ ए दुईटा रहेछ भन्ने दुईटा यान 5 5 वाला दुईटा यान हालिदिन्छ त्यस्तो गर्ने होला नि यहाँ पनि यान 1 प्लस यान 2 माइनस के गरिदिन्छन् 2 गरिदिन्छन् त्यो चाहिँ बहुत मिस्टेक भइहाल्छ ल 1/n भनेको 5 माइनस 1 समेसन डी स्क्वायर भनेको 69 माइनस समेसन डी भनेको 5 को स्क्वायर अपन चाहिँ 5 1/4 इन्टु कति पाना पाना 25 25 भागा 5 25 त पाना पाना 25 भागा 5 पाँचै भइहाल्यो माइनस 69 16 दाइ 16 69 ए 60 कति खतरा रहेछ त्यो सही आयो त ल तपाईँले पोइन्टमै आइदिएन होइन त जान अब यति थाहा पाइसकेपछि अब हामी बल्ल हामी चाहिँ आएपछि तर यो थाहा छ मलाई अरूभन्दा एक सजिलो लाग्छ नि झन् 7.5 फिक्स आउँछ क्या यसमा फिक्स आउँछ ल अब हामी के गर्नु हाइपोथेसिस फर्मुलेसन बुझ्नु है हजुरले नजानेको सोधिराख्नु है हामीले अलिक फटाफट गरेर राखौँ ल हाइपोथेसिसलाई हामीले यहाँ 0 भन्छौँ अब यसमा के गर्ने हो भन्दाखेरि पपुलेसनको बिफोर बराबर हाम्रो के हुने भयो पपुलेसनको एभरेज चाहिँ के हुन्छ आफ्टर म्यु एक्स बराबर म्यु वाइ गर्ने पहिला हामी इन्डिपेन्डेन्ट हुँदाखेरि म्यु 1 बराबर म्यु 2 गरिदिउँ तर यसमा चाहिँ म्यु एक्स बराबर म्यु वाइ हुन्छ है के भने के हो राम्रोसँग बुझ्नु होला ट्रेङ्गाले बुझ्नु किनकि ल्याङ्ग्वेजमा समस्या हुन हुँदैन क्या हाम्रो यो भनेको बिफोर वाला एडभर्ट एमाउन्ट अफ सेल्स सेल्स कि कति बिक्री भएको थियो बिफोर एडभर्टाइजमेन्ट हो एमाउन्ट अफ सेल्स के हो यो आफ्टर चाहिँ के हो आफ्टर के हो भन्नुहोस् त आफ्टर एडभर्टाइजमेन्ट हो भनेपछि योमा हामीले नल हाइपोथेसिसमा त बराबर छ भन्नु पर्यो त्यही भएर हामी यहाँ ल्याङ्ग्वेजमा लेख्ने हो अब त्यो लेखे पनि हुन्छ अर्को चाहिँ देयर इज नो सिग्निफिकेन्ट डिफरेन्स बिट्विन द एमाउन्ट अफ सेल्स बिफोर एन्ड आफ्टर एडभर्टाइजमेन्ट लेखे पनि हुन्छ एउटै ल्याङ्ग्वेज लेखिराख्ने बानी परिरहेछ अरू अरू नलेखौँ है देयर इज नो सिग्निफिकेन्स there is no significant difference between average
भने एभरेजको कुरा लेखि पनि हुन्छ नलेखि पनि हुन्छ भनेको चाहिँ, किनकि यो त मिन भएपछि एभरेज भइहाल्ने हो नि, आफै पनि थाहा हुन्छ। एभरेज एमाउन्ट अफ सेल बिफोर एन्ड आफ्टर एडभर्टाइजमेन्ट। ल अल्टरनेटिभ अल्टरनेटिभ हाइपोथेसिसमा मैले के भनेको थिएँ, यो भनेको हाम्रो वान टेल हो। बेनिफिटेड भनेको के हो, यो वान टेल हो। अब वान टेलमा आएर सुन्नु, एउटा याद गर्नु होला। अब उतातिर चाहिँ हाम्रो पहिलो अगाडिको चिज हामीले अहिलेसम्म पढेको के, जुनको पनि हाम्रो त्यो हुन्छ नि, त्यो अगाडिको चिज जस्तो हामीले जे गर्दाखेरि पनि जस्तो x1 माइनस x2 गर्दा फर्मुलामा अपन चाहिँ तलको मैले भनिनँ। अर्को के हुन्छ, प्रोपोर्सनको गर्दा p1 माइनस p2 हुन्छ। अर्को के गर्दा सिङ्गलको गरौँ न, सिङ्गलको मिन गर्दाखेरि के हुन्छ, एक्स बार माइनस म्यू हुन्छ। यस्तै त हुन्छ अहिलेसम्म गरेको, माथिको डेभिएसन त यही त हो, अहिलेसम्म गरेको नै हो, चाहे जेड टेस्ट हो चाहे टी टेस्ट हो। अब यो छ भने हामी सधैँभरि टी टेस्टको यो लेफ्ट हो कि राइट कसरी थाहा पाउँदिन रे, यो अगाडिको चिजलाई हेर्थ्यौँ। अगाडिको चिज जब ठुलो हुन्छ, अगाडिको चिज जब ठुलो हुन्छ त्यो राइट टेल, अगाडिको चिज जब सानो हुन्छ लेफ्ट टेल भन्थ्यौँ है, बुझ्नु होला। तर यो केस भने कस्तो भन्दा हाम्रो x1 माइनस x2 जस्तो होइन, उल्टो केस हो। त्यो कस्तो, y माइनस x वाला केस हो। हामी के भनेको थियौँ, हामी डी बराबर लेख्दाखेरि हामीले x माइनस y गरे हो र, होइन नि त, हामीले त y माइनस x गरे हो। त्यही भएर यसमा चाहिँ केस उल्टो हुन्छ। त्यही भएर अब हजुरले अब यो धेरै लफडा केही नबुझ्नु, हजुर खालि के बुझ्न सक्नुहुन्छ भन्दा यदि डी बार निस्किसकेको हुन्छ, डी बार हाम्रो 1 आएको छ नि त, त्यो डी बार पोजिटिभ आएछ, अरू बेला पोजिटिभ आयो भने राइट टेल हुन्थ्यो, यहाँ चाहिँ पोजिटिभ आयो भने चाहिँ लेफ्ट टेल भनिदिनु होला, बास सकिएको। यदि डी बार चाहिँ हजुरको नेगेटिभ आयो भने चाहिँ हामीले के लेखिदियो, राइट टेल। ल अनि त यति बुझ्नु, तपाईँले केही नबुझ्नु, डी बार पोजिटिभ आयो भने लेफ्ट टेल, डी बार नेगेटिभ आयो भने राइट टेल हुनु त भनेर बुझिदिनु है, किनकि हाम्रो फर्मुलामा डी बार छ क्या। ल अब यो लेफ्ट टेल रहेछ, यो हाम्रो पोजिटिभ छ नि त, 1 भनेको डी बार भने 1 आएको छ अघि, 1 भनेको त पोजिटिभ हो, पोजिटिभ भनेको लेफ्ट टेल, लेफ्ट टेल भनेको हामीले टेललाई लेफ्टतिर फर्काइदिने हो, टेललाई पुच्छरलाई लेफ्टतिरै फर्काइदिने हो, म्यू बाई यसलाई लेखिदिने हो, हामीले के लेख्ने हो, लेफ्ट टेल पेज, लेफ्ट टेल। अब यसलाई ल्याङ्ग्वेजमा लेख्नलाई के समस्या भयो र, केही पनि छैन नि, होइन र। हो यसैलाई डिफाइन गर्नुहुन्छ भने हाम्रो विज्ञापन गर्नुभन्दा पहिलाको सेल्स, म नेपालीमा भनेको, हाम्रो विज्ञापन गर्नुभन्दा पहिलाको सेल्स कम छ भनेर हो, ध्यान के भन्दा, विज्ञापन गरिसकेपछिको सेल्स भन्दा, अथवा यसलाई यसरी भन्नुभयो। अब यताबाट पनि भन्न सकिन्छ नि, विज्ञापन गरिसकेको सेल्स बढी छ को भन्दा विज्ञापन गर्नुभन्दा पहिलाको सेल्स, जस्तो पनि भन्न सकिन्छ क्या। यताबाट भन्दाखेरि विज्ञापन गर्नुभन्दा पहिलाको सेल्स कम छ विज्ञापन गरिसकेपछि भन्दा, यताबाट भन्दाखेरि विज्ञापन गरिसकेपछिको सेल्स बढी भएको छ विज्ञापन गर्नुभन्दा पहिला। भनेको मतलब हामीले ल्याङ्ग्वेज यताबाट पनि लेख्न सक्दो रहेछ, उताबाट पनि डिफाइन गर्न सक्दो, एकतिरबाट भन्दा ग्रेटर देन मोर देन भनेर गर्ने, एकतिरबाट भन्दा लेस देन भनेर गर्ने। अझ बढी स्मार्ट हुने हो भने त अर्को के छ त थाहा छ हामीलाई, यो के छ, यो भन्नु मतलब यो बिफोर हो, यो बिफोर हो, यो आफ्टर हो। कुनै पनि सेल्स आफ्टर हुनु भनेको, यो आफ्टर फेस भनेको त भनेको यो के भन्छ नि, यो बढी भएको छ नि त, साइन हेर्नुहोस् त, सेल्स विज्ञापन पछि बढी भएको छ भनेपछि एडभर्टाइजमेन्ट इज बेनिफिटेड पनि हुने भयो क्या। एक लाइनमा पनि लेख्न सकिन्छ कि एडभर्टाइजमेन्टले त्यसले हामीलाई फाइदा गर्यो, पैसाले पनि त्यही भनेको थियो हेर्नुहोस् त, एडभर्टाइजमेन्ट हैज बेनिफिटेड टु द कम्पनी, यस, यहाँनिर खालि एक लाइनमा द एडभर्टाइजमेन्ट इज बेनिफिटेड मात्र पनि लेख्न सकिन्थ्यो। तर हजुरलाई त्यति धेरै अब त्यो क्वेसन कस्तो कस्तो हुन्छ, त्यति धेरै नगर्नु, हजुरले यसलाई चाहिँ डिफाइन गर्न सिक्नु होला। यसमा खालि यही हेरेर यो गर्न सक्नु पर्यो क्या। यसमा के थियो, द एभरेज एमाउन्ट अफ सेल बिफोर एन्ड आफ्टर आर सेम थियो, अथवा बिफोर एन्ड आफ्टर आर हाम्रो के थियो, ह्यामिट थियो क्या,
बिफोर एन्ड आफ्टर एडभर्टाइज सेम थियो भनेपछि अब हामीले के लेख्नु पर्यो यसमा चाहिँ द यहाँ लेख्नुहोस् म अगाडिबाटै लेखिदिन्छु यहीबाटै गर्ने हो भने चाहिँ द अमाउन्ट अफ सेल बिफोर भन्नु पर्यो है अगाडिकोलाई त बिफोर एडभर्टाइजमेन्ट इज त्यो चिन्ह भन्नु न लेस देन के लेस देन आफ्टर एडभर्टाइजमेन्ट के भयो अथवा द एडभर्टाइजमेन्ट इज बेनिफिटेड टु द कम्पनी सिधै यही पनि लेख्न सकिँदो रहेछ अरू लेखाएको छु तर यो नलेख्दा पनि हुन्छ मैले द एडभर्टाइजमेन्ट बेनिफिटेड टु द कम्पनी पनि लेख्न सकिन्छ है यो बढी हुनु भनेको बेनिफिट त हुनु हो तर हाम्रो कुन एसेट हुन्छ हेर्नुपर्छ यदि अल्टरनेटिभ एसेट भयो भने चाहिँ विज्ञापनले काम गर्यो भन्ने मानिन्छ नल हाइपोथेसिस गर्यो भने चाहिँ विज्ञापनले कामै गरेन सेल्स नै चेन्ज भएपछि के हुन्छ ल अब हामी स्टेप 2 मा छौँ अब हजुरलाई त समस्या छैन अब मजाले फर्मुला लगाउने डिसिजन दिने र स्टेप 2 मा टेस्ट स्ट्याटिस्टिक्स अन्डर क्याच 0 मा के छ हाम्रो फर्मुला टी बराबर डी बार अपन चाहिँ हाम्रो के थियो रुट एच स्क्वायर अपन हाम्रो कति हो एन बराबर डी बार भनेको 1 मात्र आएको थियो कति आएको थियो 16 हैन 0.125 आन्सर पॉइंट कति आउँछ 559 आउँछ हैन 0.125 s square a s square a त अलरेडी स्क्वायर म त हजुरले त त्यो भएको भ्यालुलाई पनि अझै स्क्वायर गर्नु हो क्या फेरि 16 को स्क्वायर कसले सिकायो यस्तो गर्न दाइ झुकेर त्यसो गर्ने होइन हामीले त एस मात्र दिएको भए पो स्क्वायर गर्ने हाम्रो त्यो निकालेकै एस स्क्वायर त्यो माथिबाट झुकिन्छ भनेर क्याल्कुलेसन र एस स्क्वायर गर्दैछ एकैचोटि एस स्क्वायर निस्केछ ल यो गर्ने यो भनेको हाम्रो के हो यो टी क्याल्कुलेसन हो अब हामी चाहिँ टी टेबुलेसन निकाल्ने अनि कम्पेयर गर्ने है अनि त बुझ्नु भएको छ यहाँसम्म केही समस्या त छैन नि यहाँसम्म बुझिया नि हजुर पढाइदिनु भएको छैन होइन हामीलाई हजुर यो वाला फर्मुला चाहिँ हामीलाई पढाइदिनु भएको छैन नि हजुर सबले सार्नु भयो होला भने यसमा केही थ्योरी पनि थिएन त्यो मैले पठाइनँ अब हजुरको छुटेकै छ भने त सार्नु भएको छैन धेरैले पठाइदिउँ ल अनि हजुरलाई यो कन्सेप्ट अझै डिटेलमा बुझ्न मन लाग्यो भने मैले लिङ्क पठाएको फुर्सदमा यसो स्कुलतिर कता हुनुहुन्छ जागिरमा भाइ पनि यसो हेरेर बस्नु होला नसारे पनि सुन्ने मात्र इयरफोन लाएर सुने पनि बुझ्नुहुन्छ यो भयो त्यसपछि अब हजुरलाई लेभल अफ सिग्निफिकेन्ट लेख्ने हो लेभल अफ सिग्निफिकेन्ट अल्फा 5% दिएको छ क्या होइन 5% अनि डिग्री अफ फ्रिडम कति हुने भयो अनि यो टी टेस्ट हुँदा बित्तिकै सधैँ डिग्री अफ फ्रिडम हुन्छ सम्झिनु है जे टेस्टमा डिग्री अफ फ्रिडम मतलब छैन टी टेस्ट भनेपछि डिग्री अफ फ्रिडम हुन्छ कुनैमा n1 प्लस n2 माइनस 2 गर्न पर्यो डिग्री अफ फ्रिडमको लागि धेरैमा दुईटामा चाहिँ n1 n माइनस 1 यो केस n माइनस 1 हो कि n1 प्लस n2 माइनस 2 केस हो भन्नु त भन्नु मलाई यो डिग्री अफ फ्रिडममा हामीले n1 प्लस n2 माइनस 2 गर्ने कि n1 माइनस 1 गर्ने n माइनस n माइनस 1 मात्र गर्ने किनकि
लेखेकोमा त एउटै स्याम्पल साइजबाट लिएको भनेको छु नि त मैले। त्यो चाहिँ दुईटा इन्डिपेन्डेन्ट वाला भएको भए बल्ल n1 प्लस n2 माइनस 2 गर्ने। हजुरले यो केबाट पनि याद गर्नु होला भन्दाखेरि त्यो हामीले त्यो एच स्क्वायर निकाल्ने बेलाको फर्मुलामा तल n-1 मात्र गरेछ भने त्यही भइहाल्छ, अनि n1 प्लस n2 गरेका पनि त्यो त्यही ल। अब डिएफ हेर्नु त, अब डिएफमा हाम्रो n-1 हो, 5 - 1 बराबर 4 भयो। अब हामीले टेबुलेसन भ्यालु निकाल्ने हो। टेबुलेसन भ्यालु अफ टी फर कुन टेल हो रे यो? लेफ्ट टेल होइन, फर लेफ्ट टेल एट कति डिग्री अफ फ्रिडम 4 df and 5% लेभल अफ सिग्निफिकेन्स। फेरि के यालो यास लेख्यो भन्नु होला, लेभल अफ सिग्निफिकेन्स। अब टेबल हेरौँ त। अब हजुरहरूले यो टेबलै किन्नु है, अब बुकबाट हेर्ने बानी चाहिँ बिगार्नु पर्छ। टेबलमा यसको भ्यालु हेर्नु त, डिभिजन दिँदै गर्नु त। मेरो फोन आएको थियो, टेबलको भ्यालु हेर्नु अनि त्यसपछि यसको एक्सेप्ट हुन्छ कि रिजेक्ट हुन्छ मलाई भन्नु। हेलो प्रियङ्का। हेलो हजुर भन्नुहोस्। हेलो हजुर। त्यो त्यो चाहिँ हेर्ने कसरी मलाई सिकाइदेऊ त, यो होला हेर्ने। त्यो उवाला छ कि हजुरसँग फाइनेन्सियल टेबल? नै मेरो बुकै छ के, त्यो किने छैन। बुकमा छैन र? ए बुक छ, बुकमा पनि छ। बुकमा है, त्यसो म बुकमा हेर्छु अनि हजुरलाई भन्छु। बुकको 394 पेज त। 394 पेज नम्बर 379 मा हो। 394